हेलो गाइस, हामी पनि लाग्यो अब ड्युटीतिर। यी यस्तो छ है साथीहरू, टक्कसँगले यता साथीहरू हुनुहुन्छ, यता हाम्रो गुरुजी, यता यी हाम्रो साथीहरू। हामी चारजना मात्रै छौँ। हाम्रो बस चाहिँ हेर्नु न, यहाँ नेपालको नाइट गुरुजी पुरा गानामा मस्त हुनुहुन्छ है। साथीहरू गानामा नाच्दैछन्। यी नाच्दै हाम्रो त रमाइलो भएर ड्युटी जान्छौँ है साथीहरू। यस्तो त छ पारा। यी गुरुजी पुरा गीतको तालमा गाडी कुदाइराख्नु भएको छ है। अनि हाम्रो क्याम्प चाहिँ अलिकति गाउँतिर जस्तै छ क्या साथीहरू। हाई रोड भेट्नलाई अलिकति 10 मिनट 15 मिनट जति लाग्छ है। त्यही भएर हाई रोडतिर जाँदैछौँ, हाइवेतिर जाँदैछौँ है। यी सानो रोड छ, जाँदैछौँ। गुरुजी गानाको तालमा गाडी कुदाइराख्नु भएको छ, म भिडियो बनाउँदैछु। साथीहरू गानाकै उसमा रमाइलो लिँदै हुनुहुन्छ होइन। टक्कसँग जाँदैछौँ ड्युटीतिर। यस्तै छ साथीहरू हाम्रो यताको दृश्य है। यी अब हाइवे छेउछाउ पुग्न आँटियो, जाँदैछौँ। यस्तै छ। यी सबै बगरै बगर मात्रै छ है। केही छैन, सहर एरिया यतातिर छैन साथीहरू। अलिक गाउँतिरै राखेको छ हामीले। अब कम्पनीको क्याम्पहरू प्रायः जस्तो यस्तै यस्तै ठाउँतिर राख्दो रहेछ साथीहरू होइन। अब जता सस्तो त्यतै त हो नि राख्ने पनि होइन। अनि अब यहाँबाट टक्क यता छिरिन्छ है। यता गएपछि अब हाइवेमा पुगिन्छ। यस्तो छ तरिका होइन साथीहरू। अब यतिको सुविधा त हुनु पर्यो नि होइन। टक्कसँगले अब हाइवे, ल अब एन्ट्री भयो हाइवेमा। यो रोड त यस्तो पो हुनुपर्छ होइन त साथीहरू। नेपालतिर पनि यस्तो बनाउने कोसिस गर्नुपर्छ है साथीहरू सबैजनाले है। अब लागियो ढक्कसँगले ड्युटीतिर होइन। अब एकैचोटि बेलुका 11 बजी हो भेटघाट हुने। अब 11 बजीसम्म चाहिँ जेलमा पसे जत्तिकै हो। यस्तो छ हाइवे यताको साथीहरू। अब उता पल्लो छेउबाट गाडीहरू हिँडिरहेछन् होइन। यताबाट अब हामी जाँदैछौँ। यस्तो त 2-3 लेन छ। पल्लो छेउबाट अर्को उतापट्टि गाडी आउँदैछ। यताबाट यता पल्लो छेउ यता दाहिने साइडतिर ट्रकहरू मालबाहक गाडीहरू हिँड्ने यता साइडतिर छ। यहाँबाट एन्ट्री गर्ने हो मालबाहक गाडीहरू उता अर्को रोडमा होइन। यहीँ छेउमा साथीहरू अस्ति अब युएस एयरबेस क्याम्प पनि यहीँ छेउमै छ साथीहरू। यतापट्टि दाहिनेतिर हो एयरबेस क्याम्प। अस्ति अब इरानले एट्याक गरेको ठाउँ पनि यही हो होइन। अब यतापट्टि छ, म अहिले देखाउँछु तपाईँहरूलाई। त क्लियरली त देखिँदैन है। यही हो, पुरा तैनातमा छन् सबै। ट्याङ्करहरू सब तैनातमा राखेको छ होइन। यस्तै छ साथीहरू। स्पिड 120 को स्पिडमा हिँड्नु भनेको छ रोडमाथि बोर्डमा लेखिदिएको छ होइन। गाडी 120 को त छैन, हाम्रो बस 100 भन्दा बढी नै छ स्पिडमा। यी पुलहरू पनि आउँदैछन्, यो ओभरब्रिजहरू होइन। यहाँ चाहिँ साथीहरू नि अलिकति मिस्टेक भएर रङ बाटो गयो भने चाहिँ धेरै गाह्रो हुँदो रहेछ साथीहरू फेरि त्यो लाइनमा आउनलाई होइन। अब यहाँ माथि हेर्नु नि यो ब्रिजहरू, यो ब्रिजमा एउटा पनि मिस्टेक भएर छिर्यो भने बिजोक हुँदो रहेछ होइन। यो ट्याक्कसँग थाहा हुनुपर्ने रहेछ कि यो ब्रिजदेखि यहाँ पुगिन्छ भन्ने कुरा। अनि हामी चाहिँ एकदम ग्राउन्ड फ्लोरबाटै जाँदैछौँ। यो ब्रिजहरू चाहिँ अब यताउता जाने होइन। अब हेर्दा हेर्दै बात गर्दा गर्दै साथीहरूको ड्युटीको ठाउँमा पनि आइपुग्यो। अब 3जना साथीहरू झर्नुहुन्छ यहाँबाट। टक्क यहाँ झर्नुहुन्छ। अब गुरुजीले गाडी रोक्नुभयो। 1जना 2जना 3जना यी साथीहरू झर्नुभयो। साथीहरूको होटेल आइपुग्यो। साथीहरू लागे अब बेलुका 11-12 बजीसम्मको लागि। अनि गुरुजी र म मात्रै भयो है। अब गुरुजी यता हुनुहुन्छ, म यहाँ छु भिडियो बनाउँदैछु। टङलङै यत्रो ठुलो गाडीमा है। टक्क गुरुजी र म मात्रै। यस्तो छ पारा है। बस सानो छैन। अब मेरो चाहिँ अझै 20-25 मिनट जति लाग्छ ड्युटीमा पुग्नलाई। यो चाहिँ हो साथीहरू हाम्रो दोहाको कर्नेस एरिया भन्छ यसलाई चाहिँ है। एकदम भिआइपी एरिया भनौँ न यतातिर चाहिँ। अलिक हेर्दा पनि चटक्क छ, समुद्रको छेउमा होइन। जहाजहरू छन्, जहाज आएको छ, 2टा ठुलो ठुलो जहाज छ। तर यो मेरो क्यामेराले अलिक मजाले कैद गर्न सकेको छैन। अब क्यामेरा अलिक सस्तो सस्तो भएर छ, उहाँ पर छ, अलिअलि देख्न सक्नुहुन्छ। अनि त्यही दुःख नमानिदिनु होला। अनि भिडियो कस्तो छ टक्क कमेन्ट पनि गरिदिनु होला है त साथीहरू। मैले पनि यो पहिलोचोटि सुरुचोटि बनाउँदैछु यस्तो तरिकाले भिडियोहरू होइन। युट्युबमा भिडियो पहिलोचोटि बनाएको। अनि साथीहरू यहाँ यहाँ हेर्नुहोस् न, यो कतारमा जतिवटा देशको मानिसहरू हुनुहुन्छ, बसोबास गरेर काम गर्नुहुन्छ, यहाँनिर त्यति देशको झन्डा छ क्या साथीहरू। यतापट्टि साइडमा देख्न सक्नुहुन्छ। अहिले म तपाईँहरूलाई के देखाउँछु फेरि। यहाँ भरिमा नेपालको झन्डा पनि यहाँ बिचमा छ क्या साथीहरू होइन। यहाँ जतिवटा 100 कति देशको छ, 165 कि 100 कतिवटा देशको झन्डा त्यहाँ छ क्या साथीहरू। त्यति देशको मान्छे चाहिँ हाम्रो यो कतारमा बसेर होइन काम गर्नु हुँदो रहेछ क्या होइन। अनि त्यही भएर त्यो
जति पनि देशको मानिसहरू हुनुहुन्छ त्यो देशको झन्डा त्यहाँनिर छ क्या साथीहरू। अनि यो चाहिँ हो हाम्रो कर्नेस एरिया। यहाँ चाहिँ अब घुम्ने हिँड्ने होइन रमाइलो गर्ने। यहाँ पानी बोट छ। पानी बोट बेलुका बेलुका पानी बोटमा 10 रुपियाँ तिरेर हिँड्न पाइन्छ, घुम्न पाइन्छ होइन। 1 राउन्ड मार्छन्, डान्स रमाइलो हुन्छ होइन साथीहरू। अनि यस्तै छ है, यो चाहिँ कर्नेस एरिया हो। यतातिर घुम्न मजा छ। हावा चलेको बेलामा सरर, गर्मी महिनामा त अलिक गाह्रै हुन्छ, ठन्डा ठन्डा महिनामा यस्तो मौसम हुन्छ नि साथीहरू, यस्तो मजा हुन्छ घुम्नलाई है। अनि यो अब आइपुग्यो साथीहरू हामी कतारको दोहा सिटीमा। यो चाहिँ हो हाम्रो कतारको दोहा सिटी। यही सिटीमा लगभग 3 वर्ष 3 महिना लगभग मैले पनि काम गरेँ। यहाँभित्र छ एउटा बिल्डिङ, त्यहाँ होटेल छ, त्यहाँनिर काम गरेँ मैले पनि। लगभग 3 वर्ष 3 महिना एउटै होटेलमा काम गरियो होइन। अनि 1-1.5 महिना अरू होटेलमा गरियो। त्यसपछि त्यहाँबाट निक्लिएपछि अनि अरू होटेलमा गरियो 1-2 महिना। त्यसपछि चाहिँ अहिले लुसेलतिर चाहिँ छु साथीहरू म चाहिँ होइन। 8-9 महिना हुन आँट्यो लुसेलतिर चाहिँ। अनि यो हो हाम्रो कतारको दोहा सिटी। बिल्डिङहरू देख्न सक्नुहुन्छ, अग्लो अग्लो बिल्डिङहरू यस्तो छ यहाँको। यो एउटा यो तिखो होइन माथि आकाश घोच्न थालेको जस्तो बिल्डिङ देख्न सक्नुहुन्छ। यो चाहिँ हामी आउँदाखेरि बन्दै थियो होइन, अहिले त बनेर पनि क्लियर भइसक्यो। अनि यो चाहिँ हो यहाँ ऊ सेराटन होटेल छ यता साइडमा, ऊ त्यहाँ ऊ सानो। यो चाहिँ यो सेराटन होटेल चाहिँ साथीहरू कतारको सबैभन्दा पुरानो होटेल। अहिले लगभग 7 स्टार होटेल होला त्यो चाहिँ होइन। अनि अगाडि सिधा देख्नुहुन्छ त्यो क्रिम कलरको बिल्डिङ, त्यो चाहिँ हाम्रो ओरिडोको अफिस, मेन अफिस, हेड अफिस हो होइन। त्यसैको तल्लो छेउमा छ 4 सिजन होटेल, त्यसमा पनि लगभग मैले काम गरेँ होइन। अनि यो चाहिँ हो मेन दोहाको सिटी सेन्टर भन्छ यसलाई चाहिँ। अग्ला अग्ला बिल्डिङहरू छन् है, अग्ला अग्ला होटेलहरू छन् देख्न सक्नुहुन्छ। यो ठाउँमा आउँदा चाहिँ रमाइलो लाग्छ, विदेश आए जस्तो चाहिँ लाग्छ क्या साथीहरू। अनि यो ठाउँमा आइपुग्दा चाहिँ ल साथीहरू, सिटी सेन्टर पनि अब कटिसकियो है। मैले बिचको फोटोहरू अस्ति नै पनि मैले हालेको थिएँ, त्यही भएर बिचमा चाहिँ भिडियो बनाइनँ। अलिकति स्ट्रिक पनि छ बिचतिर भिडियो बनाउनलाई, त्यही भएर भिडियो सिडियो बनाइएन बिचमा, एकैचोटि अन्तिमतिर आएर बनाइयो है। यहाँ छ यो अरू बिल्डिङहरू यस्तो छ साथीहरू होइन। अनि यहाँको रुल्स के साथीहरू एकदम हेर्नु न, गाडीहरू आफ्नो ट्र्याक बाइक प्रायः के यताउति हिँड्दैनन्, हेर्नु टक्कसँगले आफ्नो ट्र्याकमा होइन, टक्कसँगले। त्यही भएर एक्सिडेन्ट पनि कम्ती हुन्छ। एक्सिडेन्ट भयो भने बाँच्ने चान्स पनि कम्ती नै हुन्छ। त्यस्तै छ होइन। अनि देशको विकास त यसरी पो हुन्छ होइन साथीहरू। ल हेर्नुहोस् त, ओहो साइडमा ल हेर्नु त, उहाँ बोट बिरुवाहरू लगाएर चटक्क बनाएको छन् है। ल यस्तो छ है, ल हेर्नुहोस् त बोट बिरुवाहरू यस्तो दामी बनाएका छन्, किनेर लिएर लगाएर है। यस्तो छ। यो हेर्नुहोस्, यो गेट, यो बाटोमा यो पुल ब्रिज ओभरब्रिज छ, ओभरब्रिजमा टक्क यहाँ गेट बनाइदिएको छन् टक्कसँगले होइन। अनि यताको दाहिने साइडमा चाहिँ यो पार्क छ। बिहान बिहान गेस्टहरू भयो होइन, बाहिर अब युरोपियनी गेस्टहरू आएको हुनुहुन्छ अब भइगयो, अनि उहाँहरूलाई भइगयो, अनि जसलाई पनि तपाईँहरू जो पनि गएर यहाँनिर मर्निङ वाक गर्न सक्नुहुन्छ होइन। यताउति हिँडेर फ्रेस हावा लिएर मौसम अनुसारले होइन फ्रेस भएर हिँड्न सक्नुहुन्छ यहाँनिर यो साइडमा चाहिँ। यहाँनिर चाहिँ पाइलै पछि क्यामेरा हुन्छ साथीहरू, फेरि अलिकति मिस्टेक गर्नै सकिँदैन यहाँनिर, त्यस्तो छ। यो पार्कमा पनि लगभग यति पार्कमा लगभग 150-200 क्यामेरा होला क्या। पाइलै पछि अलिकति 10-15 मिनट हिँड्यो क्यामेरा आइहाल्छ, 10-15 मिनट हिँड्यो क्यामेरा आइहाल्छ। रोडमा पनि त्यस्तै छ होइन। रोडमा पनि लगभग 50-100 मिटरमा क्यामेरा राखेको हुन्छ। अनि त्यही भएर गाडीहरूले बदमास गरेर हिँड्न पनि पाउँदैन नेपाल जस्तो होइन। अब हेर्दा हेर्दै आइपुग्यो साथीहरू अब फेरि यो कतारा पार्कमा। यो कतारा पार्क छ। अब यो चाहिँ हाम्रो अन्डरग्राउन्ड हो। अन्डरग्राउन्डमा छिरेपछि अब यहाँबाट निक्लेपछि चाहिँ हाम्रो कतारा पार्क। यो दाहिने साइडको यो हरियो पुरै देख्नु भएको छ नि, यो मानव निर्मित पहाड हो क्या यो चाहिँ। यो पुरै पहाड जस्तै बनाएको छ होइन। एकदम दामी छ अरे यहाँभित्र चाहिँ। अब जान चाहिँ पाएको छैन साथीहरू होइन, यतापट्टितिर चाहिँ जान चाहिँ पाएको छैन। अब एक दिन जाउँला भन्ने आशा चाहिँ छ। अब खोइ अब कहिले हो, 4 वर्ष बितिसक्यो होइन, 5 वर्ष बित्न आँटिसक्यो, जान पाइएको छैन। अब ड्युटी त्यस्तै छ साथीहरू, ड्युटीले गर्दाखेरि पनि अब ड्युटी पनि गर्नै पर्यो होइन। अनि एकदम दामी दामी ठाउँहरू बनाएको छन् क्या, यो मानव निर्मित बनाएको सबै होइन। अब यहाँनिर त सबै बगरै मात्रै हो, माटो किनेर लिएर, रुख बिरुवाहरू किनेर लिएर होइन। हेर्नु न यस्तो दामी हरियाली बनाएको छन् नि। हाम्रो नेपालमा चाहिँ
प्रकृतिले दिएको छ, यस्तो राम्रो चिजहरू दिएको छ, तर पनि हाम्रो नेपालमा छैन, बनाउन सकेका छैन। यहाँ चाहिँ नभएको ठाउँमा लिएर है, किनेर लिएर बनाएका छन्। देश विकास त्यत्तिकै कहाँ हुन्छ? ल हेर्नुहोस् बाटोघाटो चिल्लो। साथीहरू बाटोमा एउटा पत्ताधरी पनि भेट्नुहुन्न क्या तपाईँहरूले, यस्तो चिल्लो हुन्छ क्या यहाँको बाटो। फेरि पत्ताधरी केही भेटिँदैन बाटोमा है, यस्तो दामी हुन्छ। ल हेर्नुहोस् अगाडिको यो बिल्डिङ, अब यतातिरको बिल्डिङ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। म देखाउने कोसिस चाहिँ गर्छु। फेरि अन्डरग्राउन्डमा छिरियो, अब अन्डरग्राउन्डबाट निक्लिहाल्यो होइन। अन्डरग्राउन्डको चाहिँ पुरा भिडियो बनाइन साथीहरू। अब यहाँ हो यो, यहाँ यो गइहाल्यो, यो अन्डरग्राउन्डबाट निक्लिने बित्तिकै अब यो होटेल हो, यो पनि गइहाल्यो। अब यतातिर चाहिँ बिल्डिङहरू, यता पनि अग्ला अग्ला बिल्डिङहरू छन्, तर दोहा सिटी सेन्टरको जस्तो चाहिँ अग्ला, त्यति धेरै अग्लो चाहिँ छैनन्। त्यही होला 30-35 फ्लोर जतिको चाहिँ होला। दोहा सिटीमा चाहिँ तपाईँको 65 तलासम्म छ, लास्ट बिल्डिङ 65 तलासम्मको अग्लो छ। तर यतातिर चाहिँ त्यही 30-35, धेरै भएको 30-35 फ्लोर होला भन्ने आशा राख्छु म, किनकि अब त्योभन्दा बढी त छैन होला होइन। अनि यस्तै छ साथीहरू अब यहाँको अवस्था होइन। अहिले अब इरानले अलिअलि तर्साई पनि लगाएको छ, त्यही पनि अहिले त साम्य भइसक्यो होइन। केही भएको छ जस्तो छैन, गाडीहरू पनि मस्त कुदिरहेछन्। अस्ति नै 1 हप्ता अगाडि त गाडीहरू बाटोमा 1-2 मात्रै हिँड्थ्यो, अहिले चाहिँ अब नर्मल भइसक्यो, त्यही भएर गाडीहरू पनि मस्त हिँडिरहेछन्। अनि यो भेलेरो होटेल हो साथीहरू, यो गोलो, यो अन्डा जस्तो। पहिला पहिला त हामी नाम नजानेर अन्डा होटेल भन्थ्यौँ होइन, अहिले चाहिँ अब नाम देखियो जानियो, भेलेरो होटेल रहेछ। यो होटेलमा पनि हाम्रो साथीहरू काम गर्नुहुन्छ। अनि अगाडिको बिल्डिङ यो कतार टावर भन्दो रहेछ यसलाई चाहिँ। 4वटा उस्तै छ होइन, 2टा अलिक होचो छ, 2टा अलिक अग्लो छ। 4वटा होटेल छ, 4वटा टावर छ। हामी चाहिँ अब कतार टावर भन्दो रहेछ त्यसलाई चाहिँ। म चाहिँ 4वटा बिल्डिङ भनेर भन्थेँ पहिला पहिला होइन। अहिले चाहिँ यो नाम चाहिँ कतार टावर रहेछ। ल गफ गर्दा गर्दै भिडियो देखाउँदा देखाउँदै है साथीहरू, लगभग अब मेरो ड्युटी सामुन्ने पनि आइपुग्यो है, ड्युटीको छेउमा पनि आइपुग्यो। अब यही हो होटेल। अब यी लगभग अब यो ब्रिज कटेपछि आइपुगिन्छ मेरो काम गर्ने ठाउँ पनि। यस्तै छ साथीहरू। ल तपाईँहरूलाई मैले सकेको देखाएँ होइन। यसमा केही छुट्यो भने भन्नु होला, भिडियोलाई कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरेर सपोर्ट गर्नु होला। तपाईँहरूको एक सब्सक्राइबले गर्दाखेरि मलाई अझै धेरै हौसला मिल्नेछ भिडियोहरू बनाउनका लागि। अनि यही हो मेरो होटेल साथीहरू, मैले काम गर्ने होटेल यही हो। यो दाहिनेपट्टि यो देखिएको जति चाहिँ सबै पार्किङ हो साथीहरू। यो कति फ्लोर छ ल गर्नु त, लगभग 7 फ्लोरमा त पुरै पार्किङै मात्रै छ होइन साथीहरू। यतापट्टि एउटा भेन्दम महल छ, यो पनि एउटा महल हो। यहाँभित्र नि अरबीहरू मात्रै आउँछन् यहाँ चाहिँ साथीहरू। एकदम फिक्स प्राइस हुन्छ यहाँ, बार्गेनिङ सार्गेनिङ हुँदैन। त्यही भएर यो एकदम अरबीहरूको लागि, धनीहरूको लागि मात्रै हो यो सपिङ सेन्टर चाहिँ है। अब यताबाट घुमेर गएर आइपुग्यो अब भनौँ न मेरो होटेलमा पनि। ल साथीहरू अब यस्तै हो। भिडियो कस्तो भयो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला है त।